हेलो दोस्तों, गुड इभिनिङ, वेलकम टु ब्याक। फेरि पनि सबैलाई मेरो ब्लगमा यो साँझको बेला म गइरहेको छु गाई चराउन, सरी गोरु चराउन। यो मेरो गोरु पर्खे माले, पर्खी माले पर्खी। त्यो मेरो माले गोरु गइसक्यो, मलाई छोडेर त्यसलाई जान पछि जान पर्यो। म पर्खी भाइ पर्खी यार, कहाँ हिँडेको त्यो माले यार, गोसाइलो भनेकै मान्दैन त्यो माले पछि रहेछ। नेपालमा त मैले गोरु छोडेको थिएन, यहाँ पनि छोडे होइन। यहाँ आएर यो गोरु गोरु हो कि यो, हेर्दा यस्तो डरलाग्दो छ मलाई त। खतरा रहेछ हेरेको, म डराएँ। छोडिदिएँ, यो मेरो गोरु हुन सक्दैन, यो पटक्कै मेरो गोरु हुन सक्दैन। म छोडेँ हिँडेँ यसलाई साह्रै। मलाई त वर्षकै धन्नै मोबाइल र मलाई एकैचोटि उचित चाहिँदैन काँटे भयो। म यो गोरुको मालिक म होइन। मेरो गोरु त खालि कता म खोज्न हेर्न जान्छु। ये मेरो भाइजान यहाँ चिनेको छ। त्यो चिनेको रहेछ केटाले उसलाई यस्तो गरेको कि चिनेर। यहाँको यो पार्टी प्लेस यही हो। माझमा चाहिँ त्यो पुरै भएन नि त। म त फेसबुकमा भाइरल छु, मेरो फेसबुकमा। फेरि मेरो फेसबुकमा म आफै भाइरल छु, अरूको फेसबुकमा गएर भाइरल भएको होइन म। सो म तपाईँहरूलाई देखाइरहेको छु साँझको यो बेला। भर्खर बल हिँड्ने चलपल सुरु हुँदैछ यहाँको, किनकि यो यहाँ साँझमा यहाँ बहुत क्राउड हुने गर्छ। धेरै क्राउड भयो भने अलि फेरि यहाँ भिडियो बनाउनु मिल्दैन। त्यही भएर म अहिले आएको। अहिले आयो भने त फेरि म बनाउनु मिलिहाल्यो नि त। अहिले बनाउनु मिलिहाल्यो, धेरै क्राउड छैन। दोकानहरू खुल्दैछन् यतातिर। ल मेरो डिस्टेन्स यतातिर हो, मेरो गति यतातिर हो, म त्यतातिर गएर भएन। ठिक छ। र म यहाँ अहिले आइसकेको छु। साइडमा आउँदै हुनुहुन्थ्यो दाजुले, म आएँ अहिले, आउँदै हो। यो मेरो थलो एरिया छ।